Hi guys, welcome back to my channel. 2-3 दिन जस्तो भयो कन्टिन्युअसली पानी पर्ने मतलब पानी पर्ला जस्तो चाहिँ हुन्छ के। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने मैले दुईटा भ्लगमा नै भनिसकेँ नि त आई वान्ट टु इट मोमोज आई जस्ट मिस मोमोज भनेर। त्यही भएर चाहिँ म चाहिँ मोमोजको लागि सामान के अब अरू पनि खासै मैले लास्ट टाइम सपिङ गरेको सबै सामानहरू चाहिँ मलाई चाहिँ खासै सामानहरू चाहिँ त्यस्तो केही पनि चाहिएको छैन। तर सट्टै नभएको कुनै सामानहरू हुन्छ नि त चाहिने त्यो सामानहरू चाहिँ किन्न जान लागिरहेको छु म चाहिँ। अनि मसँग चाहिँ हजुरहरू पनि जाँदै हुनुहुन्छ। अनि म चाहिँ आज चाहिँ यो ब्याग लास्ट टाइम चाहिँ एमाजोनबाट आएको हो। अब कहाँबाट आएकोले पठाइदिएको त भन्नै पर्दैन होइन, अभियसली माई हस्बेन्ड उहाँले पठाइदिनु भएको। अनि इभन दिस पनि मैले यो चस्माको उद्घाटन चाहिँ मेरो यो भ्लगबाट गर्दैछु। तर कस्तो ब्लू रे आउँदो रहेछ कि अनि यहाँ विदेशमा चाहिँ यस्तो हुँदो रहेछ क्या। मैले चाहिँ होइन सुरुमा आउँदा चाहिँ पज गर्छु ल म बाटो क्रस गर्छु। सुरुमा चाहिँ मलाई के लाग्थ्यो भने बाहिर हो अनि हाम्रो नेपालमा पनि बच्चै त हो भन्ने टाइपको हुन्छ नि त। सबैजना राम्रो गतिलो मान्छेहरू हुन्छ, सबैको राम्रो नियत राम्रो खालको सोच भएकै मान्छे हुन्छ भन्ने त हुँदैन। तर हाम्रो एक्सपेक्टेसन चाहिँ के हुने भने अब बाहिर हो, बाहिर त कसले के गर्न सक्छ र कति धेरै रुल्स एन्ड रेगुलेसनहरू हुन्छ अनि हरेक ठाउँमा CCTV क्यामेराहरू हुन्छ भन्ने हुन्छ। तर रियालिटीमा चाहिँ हामी आफ्नो लागि चाहिँ सेफ्टीको लागि आफ्नो सेल्फ सेफ्टीको लागि चाहिँ आफै अवेर भएर बस्नुपर्ने रहेछ क्या। चाहिँ बच्चा भनेर चाहिँ हामीले इग्नोर गर्न पनि नहुने रहेछ बच्चाहरूलाई भनेर चाहिँ। अनि त्यसपछि चाहिँ के अरे मैले चाहिँ त्यो एकचोटि के भन्नु फिल होइन मलाई चाहिँ त्यस्तो परेको छ कि मैले चाहिँ बच्चा भनेर बच्चै त हो अब यस्तो बच्चैहरू जस्तो देखिरहेछ भनेर सिरियस नलिएको। तर उनीहरूले चाहिँ म चाहिँ यसरी भिडियो बनाउँदै हिँडिरहेको छु। आज चाहिँ मलाई सबैले हेरिरहेको छ तर आइडन्ट केयर, किनभने म त इन्जोय गरेर हुन्छ नि त भिडियो बनाउँदा पनि। त्यही भएर मलाई चाहिँ त्यस्तो परेको भएर चाहिँ मैले चाहिँ बाहिर आएपछि चाहिँ बच्चा हो बच्चा चाहिँ हो भन्ने टाइपको सोच्नु नहुने रहेछ। मान्छे हो भनेर सोच्नुपर्ने चाहिँ यहाँ चाहिँ बच्चा ठुलो भनेर सबैसँग अलर्ट भएर आफ्नो सेफ्टीको लागि चाहिँ आफै मलाई त त्यो हुन्छ नि एउटा एक्ज्याक्ट वर्ड नै बोल्न आएन कि के भन्छ त्यसलाई। अब मलाई त्यो बेलुका एडिट गर्ने बेला आउँछ होला। अनि त्यसपछि चाहिँ हावा लगाइरह नि त अनि मेरो अहिले आँखा रातो हुन्छ दुख्छ भनेर मैले चस्मा लाएर हिँडेको क्या। आज चाहिँ मेरो आजको मेकअप सिम्पल एन्ड सटल लुक। आइएम अब्सेस्ड विथ लिप ग्लस न है पहिला चाहिँ मलाई मन पर्दैन। अनि लास्ट टाइम चाहिँ म खास गरी यो बाटो जानुपर्ने हो, म चाहिँ त्यो तलको भित्रबाट छिरेर गएँ कि ट्रेन स्टेसन पुगेको थिएँ नि म लास्ट टाइम त्यताबाट गएर हो। अनि सामान लास्ट टाइम नै किनेको हो नि त मैले। अनि केही पर्दैन मलाई जस्ट मलाई मोमोज बनाउन के चाहिन्छ मोमोज भन्न चाहिँ मैले यहाँबाट सिकेको यो म उनीहरूसँग बस्छु जो नेपाली हो उनीहरूले बुझ्छ मलाई उनीहरूको नाम कास्ट कहाँबाट बिलोङ्स गर्छ केही पनि खुलाउन केही पनि भन्दिनँ तर बुझ्नु मोमोज कसले भन्छ भनेर। अनि तिनीहरूसँग बस्दा अस्ति मलाई पनि मोमोज भन्न आयो तर हामीले मोमो भन्छौँ नि त। मलाई चाहिँ मोमोको सामानहरू लिन जान हिँडेको फेरि मलाई चाहिँ मैले नोटिस पनि गरेको छैन कि अब म बसबाट गएर ठ्याक्क त्यसको अगाडि नै झर्न मिल्छ कि मिल्दैन भन्ने पनि थाहा छैन मलाई। किनभने म चाहिँ उनीहरूसँगै जान्छु कि घरको मान्छेहरूसँग नै प्रायः सधैँ त होइन कहिलेकाहीँ मिलेको बेला। अनि म चाहिँ यो सेकेन्डको यस्तो हावा छ नि यहाँ त। अब मैले बेलुका नि घर गरी एडिट गर्छु नि यो भिडियोहरू अनि यति धेरै त्यो हावाको चलेको मात्रै आउँछ कि। तर म यसरी म लिएर हिँड्न बनाउन भिडियो बनाउनु कन्फिडेन्स चाहिँ बनाउँदै गएपछि आउँदो रहेछ। पहिला चाहिँ मैले सक्दिनँ केही पनि बनाउन, आजकल चाहिँ लेट्स चाहिँ बनाउँछु केही पनि लाग्दैन हावालाको अवस्था। अनि यो चाहिँ मेरो चाहिँ आँखै देखेन कि त्यही भएर मैले चस्मा खोलेको तर हावा लगाइरह अनि मेरो पुरै आँखा धुएर रातै हुन्छ हावाले चाहिँ सिधै फ्रन्टमा पर्छ नि त। त्यही भएर अनि सो लगाइदिउँ पनि भनेर देखाउँछु ल म। यहाँनिर चाहिँ ट्रेन स्टेसन भयो के अरे यहाँनिर म चाहिँ उताबाट त्यो ट्रेन स्टेसनबाट उता जान्थेँ नि त। आज चाहिँ म चाहिँ एक्ज्याक्ट कहाँबाट कहाँ जानु लागेको हो त्यो बाटो हेरेर जाँदैछु। यो चाहिँ ट्रेन भइहाल्यो ट्रेन स्टेसन भइहाल्यो। अनि अब हामी चाहिँ बस स्टपमा जानु लागेको नि त, मलाई बसमा चढेर जानु छ क्या। अनि
कन्टिन्युटी हेरिराख्नेलाई त लास्ट टाइमको मेरो त्यो भ्याक्युम पनि गयो होला, किनभने भोलिपल्टै मलाई नयाँ आइहाल्यो 2 दिनमै क्लेम गरेकोमा। अनि मलाई कल पनि आएन। म चाहिँ लास्ट टाइम जहाँ गएको थिएँ नि, मतलब अलिअलि सामान पनि किन्छु भनेको थिएँ, तर पानी परेर जानु पाइनँ भनेको थिएँ नि, त्यतैतिर जाँदैछु क्या अहिले चाहिँ म। हेर्दै गर्नु होला, यस्तै यस्तै छ यहाँनिर आएर होइन। म उताबाट हिँडेर आएँ नि, म फेरि आज चाहिँ हिँडेर आएको बाटो ननस्टप बोलिरहेको छु। आजको चाहिँ सर्ट स्विट बनाउँछु भनिरहेको थियो, तर लामै हुने भयो। त्यहाँनिर चाहिँ छ बस स्टप मेरो, म त्यहाँनिर गएर बस्नुपर्छ, अनि बस आउँछ अनि म जान्छु। अहिले चाहिँ 5:30 भइरहेको छ। अब यत्रो मान्छेहरूले मलाई त हेऱ्यो होला, तर हेऱ्यो नि हेऱ्यो नि। अब युट्युबमा भिडियो हाल्ने मान्छेले अनि यति मान्छेले हेऱ्यो भनेर मलाई के को कस्तो राम्रो फ्लावर छ कि चाहिँ रोज टाइपको के। अनि मलाई चाहिँ के लाग्छ भने कहिले काहीँ कि अब यसरी मैले गाडीहरू केही देख्छु नि, मलाई चाहिँ कोही मैले चिनेको मान्छेहरूले चाहिँ देख्छ कि देख्दैन होला बाटोमा यसरी हिँड्दाखेरि भन्छु कि, तर मलाई एकचोटि पनि परेको छैन त्यस्तो चाहिँ। मैले चिनेको मान्छेहरू लाई मैले देखेको भने, अब उनीहरूले देख्यो भने पनि कसैले त अब घर गएपछि मैले तँलाई देखेको आज भन्नुहुन्छ नि, त्यस्तो म्यासेजहरू पनि आएको छैन कतैबाट पनि। यति नै हो, यस्तै छ मेरो ब्याग। यो ब्याग भएपछि त अब मलाई सजिलो हुन्छ नि त। म चाहिँ गाडी कतिमा आउँदो रहेछ हेर्छु ल। के छ नि त्यही बस्न जाने हो। म चाहिँ अब वेट गर्दैछु, त्यहाँ ट्राफिक लाइटले रोकिरहेको छ नि त। यात्रामा चलिदिनु होला। Walter Stevens Drive. बसहरूमा चाहिँ हरेक स्टप अगाडि आउन लागेपछि चाहिँ मतलब यहाँनिर अब आउने नेक्स्ट स्टप चाहिँ यो हो भनेर भने हुन्छ। अनि त्यसपछि चाहिँ आफू कहाँ जाने हो त हाम्रो थाहा हुन्छ नि त। अनि त्यहाँ अगाडि नै अब नेक्स्ट स्टप यो भनेपछि अनि त्यहाँ स्टप भन्ने हाम्रो हरेक यहाँ हुन्छ। अनि यो स्टपमा उठाइदिएपछि बस रोक्छ आफैले, अनि हामी झरेर जाने हो। अनि म चाहिँ बिहानदेखि नै जान्छु भइरहेको थियो। अनि अब होइन, किनभने भोलि मेरो काम छ, अनि पर्सितिर अब म फ्री भएँ भने पनि बनाउन मन लाग्यो भने पनि बनाउन सक्छु नि त। तर आजको दिन पनि हल्ला गर्न थालेँ फेरि पछाडि। अनि के सोच्यो भने अब घरै बस्नुभन्दा बरु जान्छु नि त जाम, अनि आएम फ्रेस पनि हुन्छु भन्ने भयो। तर मैले अब आयो म चाहिँ झरेको, म चाहिँ त्यहाँ जान छ होटेलोमा। लेट्स गो प्याक एन्ड सेभमा। फर्किँदा चाहिँ यहीँनिर छ कि बस स्टप, मतलब मैले त्यहाँबाट सामान किनेर यहाँ आएर चाहिँ बस चढेर जान सकिन्छ कि, यति सुविधा चाहिँ छ होइन। मतलब हिँडेर लास्ट टाइम चाहिँ म फर्स्ट टाइम आउँदा नि मैले यो देखेको कि यहाँनिर चाहिँ ठ्याक्क बस स्टप भइहाल्यो। बस चाहिँ म यहाँबाट चढेर जान्छु। म चाहिँ यहाँनिर आएको अँध्यारै भयो है। म निस्किन त उज्यालोमा निस्किन्छु जहिले पनि, तर बेलुका अँध्यारो बनाइहाल्छु, भइहाल्छ आफै। तर यो पनि अब यो त रियल स्टुडेन्ट लाइफ हो नि त होइन। यसरी आउने हिँड्ने आउने अब पुग्दैन नपुग्ने भन्ने त छैन नि त। म चाहिँ यो प्याक एन्ड सेभमा आएको अरे नपुग्ने त्यस्तो भन्ने त केही पनि हुन्न नि त। तर पनि अब रियल स्टुडेन्ट लाइफ हो नि त, यसरी नै हो नि त। आउने हिँड्ने जाने किन्ने सामानहरू बोक्ने। अब यो फेरि फर्केर आउँदैन नि त भोलि पर्सि मेरो लाइफमा। कुनै दिन यस्तो हुँदो रहेछ कि स्टुडेन्टलाई चाहिँ सानो चिज पनि स्ट्रगल, मैले यो यति चिज स्ट्रगल गरेर पास आउट भएर आएको भन्ने टाइपको हुन्छ नि त। आई थिङ्क द्याट इज इम्पोर्टेन्ट फर एभ्री वान इन्टरनेसनल स्टुडेन्टलाई। जो हुन नि सुखै सुखमा सबै कुरा केही पनि गर्नै नपरेकोहरूलाई चाहिँ यो केही पनि लाग्दैन। अनि सबै सुविधा छ तँलाई चाहिँ भनेर यहाँ चाहिँ भिडियो खिच्न पाउँछ होला, म खिच्दै जान्छु ल। के चाहिएको छ सर्लक्कै हुन्छ क्या। मतलब यहाँ चाहिँ सबै चिज मलाई फलफुलदेखि के चाहिन्छ नि सबै चिज पाउँछ क्या। किचनको सामान, वासरुमको सामान, सबै चिज क्या। त्यही भएर दिस इज इजी फर अस, फर इन्टरनेसनल स्टुडेन्ट। सबैजना आउँछन्, तर स्टुडेन्ट मात्रै होइन। आज अब यत्रो बन्दा लिएर गयो भने सिक्दिनँ, यति धेरै छ सामान। मैले बन्दाहरू भएको पनि लान्थेँ। लास्ट टाइम काउली लिएर गएको अहिलेसम्म पकाएकै छैन। मलाई बन्दा चाहिन्छ, जस्तै बिना बन्दाको म बनाएर खान सक्दिनँ। मोमो के गर्ने होला त। चाहिँ फाइनल्ली हाफ क्याबेज चाहिँ भेटाएँ होइन। मैले चाहिँ आलु प्याज काँक्राहरू लिएँ। अहिले चाहिँ म चाहिँ बन्दा लिन्छु। आधी पाएपछि त म खुसी हो नि, मलाई आधी नै चाहिएको नि त। यहाँ चाहिँ के हुन्छ भने सलादहरू हुन्छ नि, यस्तो सबै काटेर ल्याएको यस्तो सलादहरू हुन्छ नि, रेडिमेड कट गरेको नै पकाउनलाई सबै। मैले चाहिँ कोरिएन्डर लिएँ। सामानहरू चाहिँ कस्तो महँगो हुने कि, मेन त टोम्याटो होइन। यति महँगो भएको छैन अहिले टोम्याटो, कुरै नगर। अझै सी फुडहरू रहेछ।
अनि मैले त्यही पनि किनेँ के अरे छातीमा के ढुङ्गा राखेर हो कि के राखिराखेँ किनेँ मैले जति महँगो भए पनि चाहिँ पहिले छ मैले चिकन मात्रै लिएँ अब यहाँ चाहिँ चिकनको पाउँछ क्या सलक्कै सबै यस्तो बक्स नै हुन्छ म चाहिँ किमा लिएर जान्छु ल्याम्प चाहिँ मसँग लास्ट टाइम लिएर गएको सब पकाएकै छैन चिकन चाहिँ अहिले हालेँ त्यही होइन के सबै एक्स्ट्रा लो भन्ने त राख्ने मात्रै हो नामे मात्रै हो के अरे मैले चाहिँ किमा लिएर जानुभन्दा त यस्तो फल पिस मात्रै भए पनि पाउँछ क्या आफै बनाउनु पनि सकिन्छ नि त्यस्तो त बोन स्किनलेस भएको मर मसला टाइपको पहिल्यै पुरै बनाएर राखेकोहरू पनि हुन्छ क्या जस्तो घरमा लगाएर ओभनमा जस्तो पकाएर खानलाई मात्रै क्या रेडिमेड हुन्छ क्या सबै चिकनहरू पनि धेरै सुविधा छ सजिलो छ त्यही तर मैले के लिएर हिँड्दैछु खानमा नि त अनि केकहरू के हुन्छ कि डोनटहरू हुन्छ होइन चक्लेट डोनटहरू तर म चाहिँ केही गुलियो खानेमा पऱ्यो नि त के गर्नु हेर्ने मात्रै हो मलाई मनै पर्दैन पाउँदो रहेछ क्या मैले राम्रोसँग नहेरेर रहेछ यहाँ म खान्न नि त म हेर्दिनँ कि यता चाहिँ केक बनाउनुको लागि हेर न यसमा लिएर गएर चक्लेटहरू बनाएर पकाएर अनि टक्क यहाँ त्यो पनि पाउँछ होला मैले चाहिँ जापान चाइनामा चाहिँ बनाएको देखिरहेको थिएँ कि यस्तो भिडियोहरू चाहिँ केक घरमै बनाएको महँगो भयो भनेर तर मैले चाहिँ आफैले चाहिँ हेरेको थिइनँ हुँदो रहेछ यस्तो यस्तो गइँदैन होइन यता चाहिँ हाम्रो केही पनि चाहिँदैन अब मलाई चाहिँ इन्डियन सप पनि जानु छ अब यत्रो सामान छ जाम किन जाम भइरहेको छ इन्डियन सपमा चाहिँ मलाई के यहाँ पनि पाउँछ होला तर मलाई यहाँ एक्ज्याक्ट थाहा भएन मोमोको लागि तर मैले किनेर ल्याएँ के त म के किनेर लिएर आएँ के इन्डियन सपमा जान्छु कि जान्न चाहिँ मलाई थाहा छैन तर लेट्स सी गयो भने चाहिँ भिडियो बनाउँछु होइन सामान चाहिँ मेरो ब्यागमा भोरि भराउ भएर पनि मैले छुट्टै ब्याग किनेर पे गरेर पऱ्यो कि मैले सोचिरहेको थिएँ मलाई पर्दैन होला ब्याग किनभने यति नै इनफ हुन्छ भन्ने सोचेको थिएँ तर मैले छाता लिएर गएको थिएँ छाता लिएर आएको थिएँ अनि त्यसपछि मेरो यो इयरपड भयो अनि मेरो सानो पर्स भयो कार्ड भएको अनि यस्तै गर्दै त्यो तिनवटा चिज चाहिँ मेरो ब्यागमा अटाएन कि अरू सामान चाहिँ ठ्याक्क जति किनेको त्यति चाहिँ ब्यागमा फिट भयो होइन अनि तर अब मलाई चाहिँ त्यो इन्डियन सपमा चाहिँ जस्तो पिनट मात्रै लिन जानु थियो तर मैले पिनट मिसाएको चाहिँ खासै मैले चटनी चाहिँ खा छैन तर मलाई त कस्तो झोलवाला खानु मन लाग्छ कि त्यो हुन्छ नि पिनट सिनटहरू हालेर तर अब आज चाहिँ नजाम कि भन्ने सोचेँ किनभने सामान अलरेडी धेरै भइसक्यो नि त त्यही भएर जान्न होला म अब म आज गएर मोमो पनि त बनाएर खान्न आज म गएर मोमो बनाएर खान सक्ने कन्डिसनमा छैन त्यही भएर बनाउनु होला जिद्दी छु भन्ने त यहीँबाट थाहा हुन्छ होला होइन म चाहिँ बस स्टपबाट झरेर इन्डियन सप जान लागेँ कि किनभने अब म अरूको आश गर्नु अब कोही छ कसैलाई लिएर आइदेऊ न भन्ने पनि हुन्न नि त मलाई त अनि अब आफूलाई चाहिएको सामान त आफै लिन जानु पऱ्यो चाहिएको सामानहरू अनि अब त्यो खान मन लागेको चिज त खानै पऱ्यो मलाई खानै त बचिरहेको म त अनि त्यही भएर फेरि इन्डियन सपमा जानु लाग्छु अब यहाँ चाहिँ म पहिलोचोटि आउँदै हो यो ठाउँमा चाहिँ म त झर्न नि कहाँ झरै भइरहेको थियो अघि एकछिन त फेरि मलाई जुन बाटो आएको त्यही बाटो फर्केर जानु छ झर्न चाहिँ अलिकति तल रहेछ सामान चाहिँ फुल नै छ तर मलाई चाहिएको धेरै पनि होइन नि त मैले यो छाताहरू राख्ने किनेको ब्यागमा पनि अट्छ कि जस्ट पिनट र त्यो धुलो पाउडर हुन्छ नि रातो मैले चाहिँ त्यो कहिले पनि हाल्दिनँ मैले चाहिँ पेस्ट बनाएर नै हाल्छु कि चाहिँ त्यो के अरे चिल्ली फ्लेक्स हुन्छ नि त्यो चाहिँ पिरो हुन्न कि म चाहिँ त्यो खान्छु आज चाहिँ मलाई त धुलो पिरो पनि हाल्न मन लाग्यो कि त्यही भएर म त्यति सामान लिन आएको यहाँ चाहिँ इन्डियन सपमा त्यो चाहिँ इन्डियन सप भयो सरदारजी इन्डियन ग्रोसरी स्टोर यहाँनिर आएको म चाहिँ यहाँबाट के किनेर लिएर जान्छु थाहा छैन तर म त्यति चिज किन्न आएको त्यति चिज किनेर जान्छु के किन्न आएको होइन त्यति किन्न आएको यहाँको टुपिएम सासु पनि पाउँदो रहेछ त मैले त थाहा पाइदिनँ पहिलोचोटि आएको म यहाँ ओ माई गड न ल मसलाहरू चलक्कै छ के अरे छिल्का बाहिरबाट सेतोवाला भेटेँ आधी हाफ कटवाला नि पाउँदो रहेछ अनि त्यसपछि चाहिँ मोमो मसला चाहिँ मैले एभरेस्टको पाइनँ यो चाहिँ मिठो हुन्न होला तर मसँग हाम्रो मार्टमा गएर लिएर आएको थिएँ यो चाहिँ एभरेस्टवाला रेड चिल्ली पाउडर भयो के यो भयो मम्मीले चाहिँ कुन चाहिँ हो पिरो हुन्थेन जस्ट कलर मात्रै आउनेवाला हुन्थ्यो त्यो चाहिँ मैले कस्तो बिर्सेँ कि त्यसको नामै हो यति चिज चाहिँ लिएर जान्छु मैले यहाँबाट अरू केही पनि लान्न यहाँबाट इन्डियन सपबाट सामान किनेर पनि झरेर नि फेरि घर जाने बाटो आइसक्यो अघि दिउँसो म त्यो बस स्टपबाट चढेको नि त्यहाँबाट अहिले म ठ्याक्कै अपोजिट माथि झरेर
घरतिरको बाटो लाग्दैछु कति बेला हुन्छ रोक्छ नि जानु किनेर भ्याएपछि चाहिँ सजिलो नहुने कि भिडियो बनाउनु अब हातमा सामान हुन्छ नि त अनि त्यही भएर अनि भिडियो चाहिँ त्यही भएर मैले ब्याक क्यामेरा गर्दै बनाइरहेको छु क्या बल्ल घर फर्किँदैछु होइन पानीको चाहिँ छिपछिप हानी छ कि अब होइन अनि एक्लै भए पनि कि मैले कति हरेक चिज जुटाएर एकदम मिठो बनाउँछु नै भनेर बनाउँछु क्या सबै चिज हालेर टाइम लगाएर 1 घन्टा लगाएर भए पनि मिठो बनाएर खाम भन्ने हुन्छ होइन अनि सबै पाकेपछि अनि मलाई एक्लै छु नि अनि 1 छाक बनाउँदाखेरि 2 छाक हुन्छ क्या अनि मलाई चाहिँ त्यो एउटै खाना चाहिँ रिपिट गरेर खानै मन लाग्दैन कि त्यो बिचमा चाहिँ मेरो फोन आयो अनि मैले पज गरेँ क्या त्यही कि अब म कति छाक खानै मन लाग्दैन खाना त त्यही पनि बच्छ क्या अनि अब फाल्न नि भएन अब अरू पनि हुँदैन अनि सधैँ एउटै टेस्ट भएर पनि होला होइन कति खान्छु भनेर खाना लाउँछु अनि 2टा अब केही जस्तै पानीपुरी भयो भने 2टा 3टा खाने बित्तिकै अगाउने मोमो पनि एकचोटि खाने बित्तिकै अगाउने अनि खानै पनि के केही पनि मनै नपर्ने जति मिठो बनाए पनि त्यस्तो भइरहेको छ क्या मलाई एक्लैलाई अनि त्यही भएर खाना बनाएर नि खानु मन लाग्दैन तर म खाना बनाएर खान्छु अब म यहाँबाट घरको पुगिसकेँ घरको गेटमा पुगिसकेँ अब म चाहिँ खाना बनाउँछु खान्छु अनि म मात्रै म पर्सितिर बनाएर खान्छु होला त्यही हो गाइजहरू थ्याङ्क यू सो मच फर वाचिङ टिल देन म चाहिँ गेटैमा आइसकेँ अब चाहिँ आई थिङ्क आजको भ्लग चाहिँ यति नै होला थ्याङ्क यू सो मच है मेरो चाहिँ लाइट यो लाइटले मलाई हेल्प गरिरहेको थियो भिडियोको लागि ल बाई गाइस यति नै थियो सामानहरू किनेँ आज मसँग यस्तो हुन्छ नि त अब एक्लै हिँड्दा पनि डल भइन्छ बरु यसरी बोल्दै भिडियो बनायो भने पनि एउटा साथीसँग बोल्दैछु कोहीसँग बोल्दैछु भने जस्तो हुन्छ नि त त्यही भएर पनि मैले जस्तो जे भए पनि ऱ्यान्डम भिडियो भए पनि म भिडियो बनाउन कोसिस गरिरहेको छु बनाइराख्छु अब भोलि त मेरो काम छ म भोलि केही पनि हुँदैन अब मोमो बनाउने दिनमा पनि म बनाउन होला भिडियो थाहा छैन त्यही हो बाई गाइस